यो आजको बर्थडे कार्यक्रम चाहिँ यो नानीहरू 3 जनाको रिक्वेस्टमा गरेको कारणले गर्दा यो नानीहरूले आफ्नो तर्फबाट गिफ्टहरू तयारी पारेका छन् र त्यो गिफ्ट दिन गइरहेको छ। ल पहिलो कसको? ल गिफ्ट देऊ ल। Happy birthday! ताली। Thank you so much. ल पाले अब बाबा कसको पालो अब? Happy birthday! ताली। ल गिफ्ट त मेरो आमा कति धेरै हो है। ल अब कसको पालो अब? ताली। सक्यो? यो आकृतिको गिफ्ट यहाँ हेर्नु माटोको कस्तो दामी बनाएर यस्तो हेर ह्यापी के हो Happy birthday नि। ह्यापी बर्थडे मम ह्यापी बर्थडे रे। अनि यहाँ चाहिँ मम के अरे ह्यापी बर्थडे। अनि यो चाहिँ यस्तो गरेर गर्ने भएको बेला अहिले सिजन गर्ने सिजन छ नि त यस्तो रहेछ है यो चाहिँ। अनि यो चाहिँ फेरि के त खोल्नुपर्छ भित्र। यो चाहिँ सबै आई लभ यु आई लभ यु आई लभ यु भनेर पुरा बनाएको रहेछ होइन। आई लभ यु टु मेरो नातिनीलाई। अनि यो भित्र चाहिँ के छ खोल्नुपर्छ। यो भित्र के छ यहाँ चाहिँ के छ त के छ यहाँ यो चाहिँ मलाई डायरी लेख्ने होला यो पेपर दिएको धन्यवाद त। अनि त्यसपछि यो चाहिँ के हो त खोल्नै नसक्ने ओपन भनेको छ। गिफ्ट त डह्रो छ त यहाँ त मम गिफ्ट रे। अनि फेरि यसरी यहाँबाट च्याप्ने रे हेर्नु कस्तो डिजाइन बनाएको छ फेरि स्टिकर लगाएर पुरा के चाहिँ रहेछ त यो भित्र यहाँ चाहिँ गाइज। वाउ यो भित्रको त गिफ्ट त मलाई त एउटा हजमोला थ्याङ्क यू। अनि अझै यो भित्र कस्तो साह्रो भित्र यो चाहिँ मेरो पकेट मनी हाल्ने रहेछ कहाँ छ त यी चक्लेट होइन अर्को नि छ। अर्को चक्लेट के? अर्को चक्लेट के? यहाँ मुनि छ के अर्को चक्लेट? खोइ मैले देखिनँ सबै सिधै खोइ त। ए यहाँ ए अझै यहाँनिर उसको गिफ्ट भित्र बाँकी रहेछ मेरो नातिनीको। थ्याङ्क यू। ल सबैजना त्यहाँ नजिक जाऊ। अनि यो सोनाम रुम्बाले दिएको यो भित्र के रहेछ म पढेर सुनाउँछु है। यहाँ धेरै कुरा लेखेको छ जस्तो छ के लेखेको रहेछ म हेर्छु है। ह्याप्पी बर्थडे डियर ग्रेन्डमा। यहाँ हेर्नु कस्तो राम्रो ह्यान्डराइटिङमा अझ फेरि क्युट बनाएर मेरो नातिले हेरे। ह्याप्पी बर्थडे डियर ग्रेन्डमा मे गड ब्लेस यु मे अल युर ड्रिम्स कम ट्रु विसिङ यु अ फ्यान्टास्टिक बर्थडे एन्ड वन्डरफुल इयर अहेड एन्ड ह्याप्पी मदर्स डे वान्स अगेन ह्याप्पी बर्थडे टु यु ग्रेन्डमा लभ यु रे। ल थ्याङ्क यू सो मच है। अब मेरो अझ यहाँनिर बाँकी छ है गिफ्ट गर्न। अनि फेरि कस्तो राम्रो हेर्न यहाँ बनाएर गिफ्ट फेरि दुईजनाले है दामी बनाएको छ यो सजाएर। मेरो छोरीले चाहिँ फेरि यो खोल्नु न यो दुबईको यो त्यो खोल्दा पनि कति के रहेछ त नि हेर्नु न त नि ह्याप्पी बर्थडे। अब बर्थडे मनाउन भन्दा नि त्यो खोलेर हेर्न चाहिँ घन्टा लागिसक्यो। अनि आई लभ यु मम माई बेस्ट मम रे है दुईजनाले। अनि यहाँनिर के रहेछ त ओपन भनेको छ है। यहाँ मेरो छोरीको गिफ्ट चाहिँ हेर्दै छु छिटो छिटो ओपन गर्नु पऱ्यो। यहाँबाट फेरि ओपन गर्ने कस्तो डिजाइन बनाएको छ फेरि बनाउन नि। दुईजनाको गिफ्ट चाहिँ चक्लेट पनि कहाँ किन्न भ्याएछ। थ्याङ्क यू सो मच। कहिले किन्न भ्यायो यो चाहिँ सरप्राइजको गिफ्ट भन्दै थियो। यो चाहिँ निकाल्नु यता अनि यसमा राख्नु। यहाँ चाहिँ के छ कि छैन यता राख्नु सजाउने ब्याग ब्याग हैन के ब्याग हैन के लेखेको हेर्छु नि म मेरो छोरीले चाहिँ के लेखेछ ब्याग हैन भने यो ब्याग हैन फोटो भन्छ। ए हेर्नु मेरो छोरीले यस्तो मजाले मिलाएर यहाँ के जोडेर यसको नाम के भन्छ थाहा भएन। तर आई लभ यु मम्मी माई बेस्ट मम्मी ह्याप्पी बर्थडे सो मच आई लभ यु रे। ल आई लभ यु टु थ्याङ्क यू सो मच सबैलाई। हेर यो 3 जना नानीहरूले मलाई कति धेरै माया गर्दो रहेछ। ल परमेश्वरले प्रशस्त मात्रामा आशिष गर्नुभएको होस् मेरो छोराछोरीलाई सधैँ यस्तै माया पाओस्। ल
अहिले मात्रै होइन सधैँ यो चाहिँ सधैँ मैले बनाएको Ali, abe, abe,